नमस्ते सबैजनालाई। हजुरहरु पनि यसरी मिठो मिठो मशरुम करी बनाएर खान चाहनुहुन्छ भने चाहिँ यो भिडियो पुरै हेर्नु होला। म चाहिँ सुरुमा यो एक प्याकेट मशरुम लिएर यसलाई सफा गर्न चाहदै छु। यसमा चाहिँ आटा अथवा मैदा राखेर यसरी पहिला मार्ने अनि यहाँ भएको कालो कालो डट डट सबै फोरहरु चाहिँ यो मैदा र उसको सहायताले राम्रोसँग सफा हुन्छ। देख्न सक्नुहुन्छ कस्तो कालो कालो दाग बसेको हुन्छ पहिला। अनि यो फोरहरु चाहिँ सबै मैदा आटा जे राखेर सफा गरे पनि मजाले जान्छ। अनि यसलाई चाहिँ राम्रोसँग 2-3 चोटी पखाल्नु पर्छ है त। अनि यो पिठोहरु चाहिँ पखाल्दाखेरि सबै जान्छ। देख्न सक्नुहुन्छ कति सफा भयो। मैले चाहिँ सफा गरेर ल्याइसकेको छु। अब चाहिँ म यसलाई सानो सानो पिस गरेर काट्न जाँदै छु। हजुरहरु चाहिँ कतिको सानो ठुलो मन पर्छ त्यही अनुसार काट्न सक्नुहुन्छ है त। हेर्नु मैले चाहिँ यसरी सबै काटिसके एउटै साइजमा। अनि मैले चाहिँ यसरी सबै काटिसकेपछि यसलाई चाहिँ मैले म्यारिनेट गरेर राख्न आँटेको छु। अब मैले चाहिँ बेसार राखेँ थोरै धुलो खुर्सानीको धुलो, थोरै जिराको धुलो अनि मैले थोरै धनियाको धुलो राखेँ। हजुरहरु चाहिँ यसरी म्यारिनेट गरेर बनाउनु भयो भने ट्राई गर्नुलाई एकदमै मिठो हुनेछ। अनि म चाहिँ यहाँनिर एड गर्दैछु 2 चम्चा जति दही, सानो चम्चादेखि 2 चम्चा दही राखेँ मैले। अनि यो चाहिँ दही राखेर एकदमै मिक्स गरेर यसरी म्यारिनेट गरेर राखेर बनाउनु भयो भने चाहिँ एकदमै टेस्टी हुनेछ है। अनि म चाहिँ यसलाई जब तक अरूसम्म सामानहरु तयार गर्दिन तबसम्म चाहिँ म राखिदिन्छु यतिकै म्यारिनेट गरेर। अनि मैले यहाँनिर टमाटर अनि प्याज पनि काटिसकेँ मिडियम साइजको। मसँग चाहिँ मशरुम अलि थोरै छ त्यही भएर म चाहिँ थोरै थोरै सब्जीहरु काटेको छु। मैले चाहिँ यहाँनिर राखेँ खडा मसला के हो यो मलाई नाम आउँदैन, अलैची र दालचिनीको बोक्रा। अनि मैले त्यसमाथि फेरि प्याज राखेँ। अब यसलाई राम्रोसँग भुट्ने। मैले हरियो खुर्सानी राखेँ अनि यसलाई पनि एकछिनसम्म चलाउने। अलि पिङ्क कलरको प्याज भइसक्यो भने चाहिँ यसमा मैले अदुवा र लसुनको पेस्ट राखेँ 1 चम्ची। अनि यसले चाहिँ राम्रो फ्लेभर दिन्छ। एक जबसम्म अलि राम्रो फ्लेभर आउँदैन तबसम्म चलाउने। मैले चाहिँ करी पत्ता पनि राखेँ। म चाहिँ साउथ इन्डियामा छु अनि यतातिर चाहिँ धेरै जेमा पनि करी पत्ता हाल्छ र मैले पनि बानी भएको छ आजभोलि। अनि मैले यहाँ राख्न थाके गरम मसला, जिरा र धनियाको धुलो अनि थोरै बेसार अनि थोरै रातो खुर्सानी चाहिँ मैले धेरै कम राखेँ किनभने मैले बाबुलाई पनि बच्चालाई पनि खुवाउन सकिन्छ। धुलो खुर्सानी मन पर्छ भने हजुरहरु चाहिँ धेरै राख्न सक्नुहुन्छ है त। अनि मैले एड गरेँ टमाटर। 2 मिनेट जति मसलाहरु पाकिसकेपछि मैले टमाटर राखेको थिएँ। अनि टमाटर अलिकति गल्न दिनुपर्छ त्यसको लागि चाहिँ मैले यसलाई छोपेर पकाउँदै छु है त। टमाटरमा चाहिँ आफै पानी उसमै पानी हुन्छ टमाटरमै, त्यही पानीमा अलि गल्ने गरी पकाउने। अनि मसलाहरु सबै मिक्स भइसक्यो, पाकिसकेको छ। अब म चाहिँ योमा म्यारिनेट गरेर राखेको च्याउ राखेँ मैले चाहिँ मशरुम है। अनि यसलाई पनि मजाले बोइल आउन दिने। यहीमा मशरुममा पनि पानी धेरै छोड्छ। अनि म त्यही माथि मैले जुन दहीमा म्यारिनेट गरेको थिएँ हेर्न सक्नुहुन्छ कस्तो मजाले बोइल आएको छ अहिले योमा। अनि एकचोटि सरर चलाइदिसकेपछि यसलाई हामीले कुकरको सिटी 2 सिटी लाउनु पर्छ। 2 सिटी लगाइसकेपछि हेर्न सक्नुहुन्छ कस्तो राम्रो टेस्ट आउँछ यसमा भनेर है त। 2 सिटी लागिसक्यो। अनि म चाहिँ अर्को सानो प्यानमा यहाँनिर थोरै तातो गरेर थोरै तेलमा चाहिँ यो के भन्छ यसलाई राईको गेडा पड्काउँदै छु। अनि मैले एउटा खुर्सानी राखेँ। यो चाहिँ अप्सनल हो, हजुरहरु गर्न पनि सक्नुहुन्छ मन पर्छ भने। पर्दैन भने चाहिँ ठिकै छ। अब यसलाई पनि फेरि राम्रोसँग बोइल आउन दिन्छु म। एकदमै पाकेर मकमक बास्ना आइरहेको थियो। अनि योमा हेर्न सक्नुहुन्छ कति राम्रो बोइल आइरहेको छ। अनि मैले थोरै यहाँनिर काटेको धनिया राखिदिन्छु लास्टमा। अनि यो चाहिँ करी पुरै तयार भइसकेको छ। अनि यसलाई चाहिँ अलि राम्रोसँग बोइल आइसकेपछि ल मैले सर्भ गरेँ अर्को भाँडोमा। हेर्न सक्नुहुन्छ कति राम्रो करी बनेको थियो। एकदमै मन पर्यो। हजुरहरु पनि यसरी